Hello everyone. Namaste. Welcome back to Growing Eating channel. आज चाहिँ हाम्रो चाहिँ आउटडोर शूट भएको छ. हामी चाहिँ मजाले तोरीबारीमा चाहिँ बसेर खाँदै छौं र मसँग हुनुहुन्छ आज क्रान्ति गिसिङ एके बेंगल टाइगर. बेंगल टाइगर. सो आज चाहिँ हामी दुवै जना बसेर चाहिँ मजाले यो सुँगुरको मासु, नुडल्स अनि यहाँ अरु पनि छ टोफु, ससेज खानेवाला छौ. आई होप तपाईहरुले हेरेर इन्जोय गर्ने हुनेछ. ल क्रान्ति हामी खाने अब खाउँ दिदी खाउँ ल. ओके ल. क्रान्तिको पनि आफ्नो युट्युब च्यानल छ हैन. सो क्रान्तिलाई पनि युट्युब च्यानलमा गएर भिजिट गर्न नबिर्सिनु होला है त. नबिर्सिनु होला, नबिर्सिनु. अनि हामी गफ गर्दै खाँदै छौं है त. अनि हामी दिदीलाई चाहिँ एकदम वेलकम छ है हाम्रो फार्ममा. थ्यांक यू क्रान्ति. हामी खानु भन्दा अगाडि हाम्रो एकदम हेल्पर, असिस्टेन्ट, डाइरेक्टर, भिडियोग्राफर, फोटोग्राफर सबै अल इन वानलाई पनि छुटाउनु पर्ने हुन्छ यहाँ, किनभने उहाँले पनि धेरै हार्ड वर्किङ गर्नु भएको छ आज. लिउ ठीक छ, खाँदै गर न, केही छैन. म त फेरि कुर्ने बानी छ दिदी, म के भन्नु. कुर्ने बानी छ. सो क्रिश, दिस वान इज फर यु. नआइकन खाँदैन नि त हामी दिदी. हो ल ल ल ठीक छ, त्यो पनि राम्रै हो कुरेर खाने बानी. ल चेयर्स. ल चेयर्स. ल फर्स्ट बाइट खाए ल. तातो ठीक छ नुडल्स. अनि फार्म लाइफ कस्तो बितिरहेछ? यहाँ चाहिँ फेरि म आउँछु हैन, फुल्ली फार्म लाइफ चाहिँ मैले सकिरहेको छ नि अझै. हुन्छ नि त, त्यो सबैले भन्छ नि त, त्यही भएर हिलमा जान्छु बस्छु अथवा फार्ममा जान्छु बस्छु. एक्चुअलमा बस्नुलाई चाहिँ अलिकति टाइम लाग्छ क्या बानी हुनलाई. त्यही म यहाँ बस्छु, बोर लाग्यो भने फेरि म जान्छु उतातिर. तर हेर्दा जति सजिलो छैन नि, गाह्रो त हुन्छ नि त एडजस्ट गर्न त. हल्का अब आइसोलेट भएको जस्तो हुन्छ नि त सिटीमा. सिटीमा त तपाईँको घरबाट निक्ल्यो चोकमा मान्छे भइहाल्छ यताउति. अब यहाँ हुँदैन नि त. अब यहाँ त कहिले काहीँ मान्छे नै हुँदैन, यस्तो बसिरहेको त्यस्तो हुन्छ नि त. सो फार्ममा यहाँ आइसके पछाडि चाहिँ तिम्रो लाइफमा कस्तो चेन्जेसहरू आएको छ, तिमीले के सिक्यौ, नयाँ कुराहरू, लाइफको पर्सपेक्टिभ कस्तो भयो, कसरी लाइक आई मिन केही चेन्जेस त्यस्तो केही छ? बिचबिचमा यस्तो मैले गरिरहेको छु नि त, ब्रेक लिएर क्या. कहिले काहीँ म गाउँतिर गएर बसिरहन्छु 1-1.5 महिना. त्यो मेरो पुरानो भिडियोहरू पनि छ. अहिले यहाँ चाहिँ मैले सिकिरहेको छु. अहिले कस्तो भने धनियाँ कसरी रोप्ने, साग सब्जीहरू रोपिरहेछु म. फर्स्ट लट धनियाँ गर्दाखेरि त्यो नफुटाएर आउँदै आएन. ए फुटाएर चाहिँ गर्नुपर्ने रहेछ धनियाँ. ए ओके. फुटाएको वाला चाहिँ यता रोपे थियो पछि. सेकेन्ड लटमा अहिले दामी भएको छ है, लिएर जानु त्यहाँनिर. हुन्छ, धन्यवाद. दामी भएको छ त्यो मासतिरको सागहरू. फार्ममा आएपछि उसले धेरै कुराहरू सिकेको छ. आई थिङ्क फुलहरू पनि रोपेको छ, जस्तो अलिअलि नलेज भएको छ प्लान्टेसनको. अब बौद्ध कहिले जान्छौ? बौद्ध चाहिँ अब एकछिनमा जान्छु दिदी. आज जाने हो? ठिक छ नि त. अब 40 मिनट जति लाग्छ, 40 to 1 hour. बोर लाग्यो भने गयो, फेरि उता बोर लाग्यो भने आयो. चलिरहेको छ दिदी, अब रमाइलो छ. बस्यो खायो. होइन फार्ममा पनि यतिकै बस्यो खाइ त हुँदैन नि त, काम पनि धेरै हुन्छ नि त फार्ममा त. गऱ्यो भने चाहिँ तपाईँको अब धेरै हुन्छ नि. अब यो झार्के लाउँछु होइन, यो त्यो गऱ्यो भने त अफकोर्स कामै काम हुन्छ नि. तर म त त्यस्तो गर्दैन, म बिस्तारै स्लो पेस्ट मान्छे हो. पिरो भयो? पिरो त हल्का, म त्यस्तो पिरो खाँदैन. त्यस्तो पिरो त छैन, हल्का निक्लेको मेरो. तर जुस मिठै भएछ होइन? के भएछ? एन्ड थ्याङ्क यू सो मच क्रान्ति, मेरो आज भिडियोमा आइदिनु भयो. थ्याङ्क यू दिदी. अब म युट्युबमा फेरि आउनु खोजिरहेछु. अब जति एक्सपोजर भयो त्यति मेरो लागि राम्रै हो, भिजिबिलिटी. त्यही म सोच्नु चाहिँ अब त्यस्तै छ. म अलि फेरि तपाईँ पनि त हाम्रो ग्याङमा आइसक्नु भयो नि त भन्नै पर्दा त. त्यसपछि अब त्यही हो दिदी. त्यही भएर मैले के सोचिरहेको छु भने हाम्रो बन्ड्सलाई हुन्छ नि
अझ गाढा गर्नको लागि हाम्रो सबै बोइजको एउटा धुरन्धर 2 मुभी चाहिँ तपाईँले लानुहुन्छ जस्तो लागिरहेछ मलाई। किन हो किन त्यस्तो धेरै खर्च छैन, टिकट हुन्छ कति गन्छु है म दिदी, कतिजना रहेछ हाम्रो एउटा एकजना दुईजना तिनजना चारजना 5जना 6जना जस 7-8 तपाईँसँग 8जना म्याक्समा हुन्छ। त्यसपछि टिकट काट्नु पर्यो। अब फेरि त्यही बौद्धमै केएल टावरमा चुचेपाटीमा भयो भने चाहिँ आफै जान्छौँ होइन। अब त्योभन्दा टाढा छाया सेन्टर यता क्युएफएक्सतिर पर्यो भने चाहिँ हजुरले फेरि ट्याक्सी पनि बुक गर्नुपर्ने हुन्छ। यति नगरेसम्म चाहिँ ट्रुली ग्याङमा छिरेको भनिँदैन होइन। कस्तो हुन्छ भने हामी जान्छौँ, त्यसपछि धेरै होइन, त्यसपछि 450 ml को कोल्ड ड्रिङ्क सबलाई एक एउटा, त्यसपछि मिडियम साइज पपकर्न हुन्छ नि, म त नर्मल सल्टेड मात्रै खान्छु, अरूले चाहिँ चिज खान्छन् होला होइन, के खान्छन् होइन, त्यति हो। त्योभन्दा बेसी चाहिँ तपाईँले नो भन्नु पायो। ब्रदरहरूको डिमान्ड धेरै छ गाइज, तपाईँलाई थाहा छ नि हामीले कसरी लान्छौँ। त्यस्तै हो दिदी, रमाइलो। म लैजान्छु। त्यसपछि चाहिँ ब्रो भयो नि त दिदी होइन त, भन्नु न तपाईँ जानु भएको छैन होला अहिलेसम्म हामीसँग। म नाइमासँग मात्रै गइरहेको हुन्छु। नायुले त हामीलाई कति लगिरहेको हुन्छ टाइम टु टाइम, बिचरा नायु त्यस्तै हुन्छ, यिनीहरूले फसाउँछ हामीलाई। ठिक छ नि क्रान्ति खाना दामी छ दामी। ओके, यस्तो गाउँतिर फार्मतिर बसेको अर्को कुरा चाहिँ के भन्दै हुन्छ नि, अलिकति सुक्खा खाने बानी हुन्छ नि त। अब कहाँ जाने के गर्ने के ल्याइराख्ने त झ्याउ हुन्छ क्या। त्यसमा त यहाँ केटाहरू मात्रै छ। अब हामीले खाने भनेको सुक्खा खाना, मासु ल्यायो खायो होइन, सागसब्जी खायो नर्मल। त्यसपछि अब अलिकति एक्स्ट्रा खाने बित्तिकै त्यति मिठो लाग्छ है। तर यो त मिठै छ फेरि। थ्याङ्क यू। जस्ट रमाइलो भयो, एउटा नयाँ एक्सपिरियन्स भयो फार्ममा आएर पनि। एन्ड थ्याङ्क यू सो मच क्रान्तिलाई होइन, सबै अरेन्ज क्रान्तिले नै गरे हो। एन्ड अल्सो हाम्रो अलराउन्डर मिस्टर सुक्रिस, थ्याङ्क यू सो मच। ससेज लिऊ न, लिऊ लिऊ। यसरी खुला चौरमा बसेर खान पनि रमाइलो लाग्ने कि, सधैँ बन्द कोठामा खाइराख्ने भन्दा खुला चौरमा बसेर खाँदा पनि रमाइलो फिल हुने। सो बेसिकली तिम्रो युट्युब च्यानल चाहिँ इट्स अल अबाउट फार्म लाइफ। फार्म लाइफ हो। त्यसपछि मेरो सोचेको दिन धेरै भइसक्यो के गर्ने भनेको, तर अब त्यही हो अघि भने जस्तै अब स्लो पेस्ट हो। मलाई त्यो बिहान उठ्दाखेरि केही टेन्सन भन्ने टाइपको लिनु नि मन लाग्दैन नि त, तर अब चाहिँ लिनुपर्ने बेला भइसक्यो। हुन्छ दिदीमा आउँछ मेरो। सो गाइज उसको चाहिँ नर्मली कन्टेन्ट भनेको फार्म लाइफ अलिकति स्लो कन्टेन्टहरू हुन्छ होइन, जस्ट रमाइलो कन्टेन्ट हुन्छ। यदि तपाईँहरूलाई चाहिँ अलिकति फार्ममा इन्ट्रेस्टिङ हुनुहुन्छ भने चाहिँ होइन, आई थिङ्क डेफिनेटली उसको कन्टेन्ट चाहिँ इट्स गुड फर यु गाइज, तपाईँहरूले चेकआउट गर्न सक्नुहुन्छ है। युट्युबको च्यानल चाहिँ क्रान्ति घिसिङ नै छ नि होइन। खाना त सकिसकेछ त, सकिनु परिहाल्यो नि, सकिन भने त हुँदै भएन नि होइन। त्यो मुखबाङ गर्नु चाहिँ रुलै होला, सकाउनै पर्ने होइन। त्यस्तो रुल छैन, आफूले जति खान सकिन्छ त्यति खाने हो। यस्तो हुन्छ कि अब बिहानदेखि पनि हामी भोकै बसा हुन्छ नि त, अनि बनाउँदा 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 फेरि आफूले बनाउनु पर्छ। त्यो पकाएको हेर्दा हेर्दा आफैलाई नै कस्तो भइसक्छ कि कहिलेकाहीँ अगाइसक्छ कि पकाएकै देखेर। मासु पनि तर मुखबाङ त सकाएन हुन्छ होला, सकाएन छ भने जस्तो त हुन्छ होला नि, के हुन्छ होइन। तर अडियन्सले पनि बुझ्नुहुन्छ ठिक छ, उसले जतिसम्म खायो सक्ने खायो होइन, रमाइलो गरेर खायो, हामीले पनि इन्जोय गरौँ भन्ने खालको हिसाबको थिङ्किङ भएको अडियन्सहरू पनि हुनुहुन्छ।
र कतिपय अडियन्सहरूले अब तिमीले राखिसके पछाडि चाहिँ यो त सबै सघाउनै पर्छ है भन्ने खालको अडियन्स पनि हुनुहुन्छ. इट डिपेन्ड्स. तर म चाहिँ आजकल आफूले जति खान सक्छु त्यति नै खान्छु. So alright guys, I hope तपाईहरुलाई आजको भिडियो मन पर्ने छ. अलिकति फरक किसिमले हल्का आउटडोर मुकबाङ गरौँ भनेर बसेको थियौँ हैन. सो थ्यांक यू सो मच क्रान्ति हाम्रो भिडियोमा आइदिनु भयो. अनि एन्ड प्लिज सपोर्ट क्रान्ति घिसिङ उहाँको च्यानललाई पनि, युट्युब च्यानललाई पनि. अब चाहिँ हामी यति भन्दै लाग्न चाहन्छौँ र यो चाहिँ हामी बिस्तारै हामी खाँदै छौँ, बिस्तारै नै खान्छौँ. अब भिडियो धेरै लङ नबनाऊ, छोटो राखौँ, मिठो राखौँ भनेर मात्रै हो. सो थ्यांक यू सो मच फर वाचिङ. हामी तपाईहरुलाई भेट्नेछौँ हाम्रो अर्को नेक्स्ट भिडियोमा. बाइ. नगर ल, मेरो फेस नदेखाऊ त्यहाँ यसो हैन. यसलाई यसै गर्नुपर्छ. मेरो हात सफालो हावा धेरै चलेर देखाइदिनु हावा कसरी बन्द गरेछ हामीले. हेर्ने त एक्चुअली. ओ गुड. प्याक अप भन्नु न. प्याक अप भयो गाइस.